ॐ श्री परमात्मने नमः। अस्मदाचार्याय नमः। श्री गुरुचरणकमलेभ्यो नमः। श्री परमात्मने नमः। राधा सर्वेश्वराय नमः। एकादशी महारान्यै नमः। सर्वेभ्यो देवी देवताभ्यो नमो नमः। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परम ब्रह्मा तस्मै श्री गुरवे नमः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। नमस्ते तु महामाया दैवी सर्वाधसाधिके सत्यशक्ति महाशक्ति दैवी शक्ति नमोस्तुते। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः। अकारण करुणालय भक्तवाञ्छात् कल्पतरु भगवान राधा कृष्ण भगवानलाई साष्टाङ्ग दण्डवत गर्दै एकादशी महारानी भगवानलाई तुलसी दामोदर भगवानलाई साष्टाङ्ग दण्डवत गर्दै र सम्पूर्ण यो भिडियोलाई हेर्नुहुने सुन्नुहुने सम्पूर्ण भक्तजनहरूलाई नमन तथा सबैजनालाई राधे राधे भन्दै र हजुरको सामु म फेरि एकादशीको महात्म्यलाई लिएर फेरि आएको छु। सबैजनालाई राधे राधे, जय श्री राधे। अब हामी यो जेठ महिनाको शुक्ल पक्ष अथवा यो महिना कुन महिना, ज्येष्ठ महिना हैन, जेठ महिनाको शुक्ल पक्षको एकादशीको व्रतको बारेमा चर्चा गर्दैछौँ, श्रवण गर्नेछौँ। र यहाँ भीमसेनले प्रश्न गर्नुभएको छ। भीमसेन के भन्नुहुन्छ? वेद व्यासको साथमा भन्नुहुन्छ। भीमसेन उवाच, भीमसेन भन्नुहुन्छ, पितामह महाबुद्धे शृणु मे परमं वचः युधिष्ठिरश्च कुन्ती च तथा द्रुपद नन्दिनी। भीमसेन भन्नुहुन्छ, हे महाबुद्धे, हे बुद्धिमान भएका हे पितामह, हे वेदव्यासजी, हे महाराज, युधिष्ठिर कुन्ती द्रौपदी हैन, अर्जुन नहक्कल सहदेव, यी पञ्चपाण्डव अनि पञ्चपाण्डवकी माता कुन्ती, यिनीहरू सधैँभरि जुन आउने एकादशीका व्रतहरू बस्नुहुन्छ हैन, एकादशीका व्रतहरू बस्छन् र भोजन पनि गर्दैनन्। एकदम भक्तिपूर्वकले श्रद्धापूर्वकले एकादशीको व्रत बसेका हुन्छन्, विधिवत रूपले चाहिँ व्रत बसेका हुन्छन्। अब म चाहिँ कहिले पनि एकादशीको व्रत बस्न सक्दिनँ। उनीहरू चाहिँ एकादशीको व्रत बस्छन्, केही नखाइकन व्रत बसेका हुन्छन्। म चाहिँ केही नखाइकन बस्नै सक्दिनँ। मलाई चाहिँ अहम तान बुबम तात बुभुक्षा दुस्साह मम, मलाई कहिले पनि म भोकलाई सहन सक्दिनँ, किनकि मेरो पेटमा अग्निको वास छ। अग्नि बसेकोले गर्दाखेरि त्यही भएर मलाई ब्रिकोदर पनि भन्छन् हैन। ब्रिका भनेको अग्नि, उदर भनेको पेट, पेटमा चाहिँ ब्रिकोदर नाम गरेको त्यस्तो भएकोले गर्दाखेरि
मलाई वृकोदर भन्छन् त्यस्तै। अनि मलाई भोक पनि लाग्छ, असाध्यै भोक लाग्छ, मैले भोकलाई सहन सक्दिनँ। के गर्दाखेरि चाहिँ मेरो कल्याण होला, मेरो के गर्दा उद्धार होला, अब मैले के संसारबाट पार हुन सक्दिनँ त? हे गुरुदेव पितामह, मलाई यसको बारेमा बताइदिनुहोस् न। दानम दास्यामि विधिवत पूजयिष्यामि केशवम विनोपवासम लभ्येत कथम एकादशी व्रतम। मैले कसरी पार तरौँला? मैले दान पनि गरेको छु विधिपूर्वकले, भगवानको पूजा पनि गर्न सक्छु, तर म भोकै बस्न सक्दिनँ। एकादशीको दिनमा भोकै बस्न नसकेपछि के मैले दान गरेको, पूजा गरेको, अब यसको मैले फल पाउन सक्छु होला त? मलाई यो व्रतको फल कसरी मिल्ला त? अब यसको बारेमा मलाई बताइदिनुहोस् न भनेर भीमसेनले प्रश्न गर्नुभयो वेदव्यासको साथमा। अब वेदव्यास भन्नुहुन्छ है त, यदि स्वर्गोऽत्यभीष्टस्ते नरको दुष्ट एव च एकादश्यां न भोक्तव्यं पक्षयोरुभयोरपि। हेर्नु त वेदव्यास के भन्नुहुन्छ? हे राजन, हे भीमसेन, यदि स्वर्गको कामना छ हैन, नरकबाट चाहिँ दुष्ट छ, अथवा यदि स्वर्गलाई चाहिँ माया छ, भगवानपट्टिको माया छ, अनि नरक चाहिँ अप्रिय छ भने, नरक जानको लागि अप्रिय छ भनेदेखि उसले दुवै पक्षका उभयोरपि पक्षयो, दुवै पक्षका एकादशीको व्रतमा भोजन गर्नु हुँदैन। एकादशीको व्रत बस्नुपर्छ, भोजन नगरिकन व्रत बस्नु पर्दछ। यसरी भीमसेनले भनिदिनु भयो, भीमसेनलाई वेदव्यासले भनिदिनु भयो। अब भीम भन्नुहुन्छ, हे पितामह, तपाईँ त महाबुद्धि हुनुहुन्छ, बुद्धिमानी हुनुहुन्छ। अब म तपाईँको अगाडि भन्छु है त। एकम भुक्तेन सक्तोहम उपवास कथम मम वृकनामा अपि यो बन्ने सदा जठरे मम। मेरो पेटमा वृक नाम गरेको अग्नि बस्ने भएकोले गर्दाखेरि म एक दिनमा एक छाक नखाइ त बस्नै सक्दिनँ। एक छाक खाएर मात्रै त म रहन सक्दिनँ भने झन् अब भोकै केही नखाइकन कसरी रहन सक्छु त? मलाई उपवास बस्न सक्दिनँ, म के गर्ने होला? अब के गर्दाखेरि चाहिँ मेरो उद्धार होला? जसले स्वर्ग प्राप्ति हुन्छ हैन, जुन काम गर्दाखेरि स्वर्ग प्राप्ति हुन्छ त्यसको बारेमा मलाई बताइदिनुहोस् न। कुन व्रत बस्दाखेरि मैले चाहिँ मेरो कल्याण होला, मेरो उद्धार होला? म धेरै दिन धेरै त्यस्तो परिश्रम गरेर भोक खपेर बस्न सक्दिनँ। मेरो कल्याणको लागि बताइदिनुहोस् न हे वेदव्यास, हे पितामह। भीमले भन्नुभयो। अब वेदव्यास भन्नुहुन्छ, श्रुता मे मानवा धर्मा वैदिकाश्च श्रुतास्त्वया कलौयुगेन शक्यन्ते ते वै कर्तुं नराधिपः। हे वेदव्यास भन्नुहुन्छ, हे भीम, अब यो मानव धर्ममा भनेको हाम्रो मनुष्य धर्ममा अब म तिमीलाई यो कलीबाट कसरी पार तर्ने त हैन, त्यसको उपाय के छ त? कसरी चाहिँ सजिलै थोरै दुःखले हैन, अथवा थोरै परिश्रमले, थोरै कष्टले भगवानको साथमा पुगिन्छ अथवा मुक्ति हुन्छ, पार तरिन्छ, स्वर्ग प्राप्ति हुन्छ। अब यो सबै पुराणहरूको सारांश छ नि, हो त्यही पुराणहरूको सारांश म तिमीलाई वर्णन गर्दछु। सबैभन्दा पहिला त हे भीम, अब दुवै पक्षको एकादशीको व्रत बस्नु पर्दछ, भोजन गर्नु हुँदैन हैन। दुवै पक्ष भनेको जस्तै कृष्ण पक्ष शुक्ल पक्ष भनिन्छ नि। शुक्ल पक्षको एकादशीलाई राम्रो, कृष्ण पक्षकोलाई नराम्रो, अथवा कृष्ण पक्षको राम्रो, शुक्ल पक्षको नराम्रो भनेर कहिले पनि एकादशीलाई भेदभाव राख्नु हुँदैन, भेदभाव गर्नु हुँदैन हैन। जसले व्रत बस्दछन्, एकादशीको व्रत बस्छन्, ती व्यक्ति कहिले पनि नरक जानु पर्दैन। र वेदव्यासले यसरी भन्दाखेरि भीम त डरले थर काम्न थाल्नु भयो। कसरी? अश्वत्थ पत्रवत, कम्पितो अश्वत्थ पत्रवत काम्न थाल्नु परे। जसरी हावा, सामान्य हावा चल्दाखेरि पिपलका पातहरू हल्लिन्छन्, त्यसै गरी हल्लिएर भीम चाहिँ थर काम्न थाल्नु भयो। अनि भीमसेन भन्न थाल्नुहुन्छ, पितामह न सक्तो हम उपवासे करोमि किम ततो बहुफलम ब्रूहि व्रतम एकम मम प्रभो। हे पितामह, म धेरै व्रत बस्न सक्दिनँ, मलाई धेरै व्रत बस्न सक्दिनँ, म भोकै बस्न सक्दिनँ।
ततो बहुफलम ब्रूहि व्रतम एकम मम प्रभो, मलाई एउटा मात्रै व्रतको विधि बताइदिनुहोस् जुन व्रतले वर्ष दिनभरिका एकादशीको व्रत बसेको फल प्राप्ति होस्। म वर्ष दिनसम्म त्यसरी व्रत बस्न सक्दिनँ, एउटा मात्रै व्रत बस्छु जुन व्रतले मलाई पुरा फल गराइदियोस्, सबै व्रतको एकादशीको फल व्रत होस्, मलाई त्यस्तो मात्रै बताइदिनुहोस् न भनेर भीमले भन्नुभयो। अब फेरि वेदव्यास भन्नुहुन्छ है त। अब भीमलाई व्यासौवाच, व्यास भन्नुहुन्छ, वृषस्थे मिथुनस्थे वा शुक्ला ह्यकादशी भवेत् ज्येष्ठ मासे प्रयत्नेन स्वपोष्या जलवर्जिताः। हैन, वेदव्यासले भन्नुभयो वृषस्थे मिथुनस्थे भनेको सूर्य, हाम्रो महिना दुई प्रकारका हुन्छन्, एउटा चान्द्रमास भनिन्छ, एउटा सौर्यमास भनिन्छ। सूर्यको गति अनुसार, सूर्यको हिँडाइ अनुसार मापन गरेर बनाइएको महिना, आधारित महिना, सूर्यबाट आधारित महिना, यसलाई सौर्यमास भनिन्छ। अनि अर्को छ चान्द्रमास। जस्तै सौर्यमासमा चाहिँ 1 गते 2 गते 3 गते भनिन्छ नि, त्यहाँ पक्षको कुरा हुँदैन, त्यहाँ तिथिको कुरा हुँदैन, गते मात्रै हिसाब हुन्छ। त्यो चाहिँ सूर्यको गति भयो। अब अर्को छ चान्द्रमास भनेको चन्द्रमालाई आधार मानेर बनाइएको महिना हुन्छ, जहाँ तिथिलाई गणना हुन्छ हैन। परेवा, द्वितीया, तृतीया, यस्तै औँसी, अमावस्या, पूर्णिमा भनिन्छ नि, हो यी तिथिहरू चाहिँ चन्द्रमाको गति अनुसार चान्द्रमास भनिन्छ, शुक्ल पक्ष, कृष्ण पक्ष भनिन्छ। अब यहाँ भनेको वृषस्थे, अब यो जुन एकादशी छ नि अहिले निर्जला एकादशी हैन, यो निर्जला एकादशी चाहिँ कहिलेकाहीँ सूर्य वृष राशिमा भएको बेलामा भनेको जेठ महिनामै निर्जला एकादशी पर्दछिन्, अथवा कहिलेकाहीँ सूर्य मिथुन राशि गएको बेला भनेको असार महिना भएपछि असार महिनामा पनि यो निर्जला एकादशी पर्न सक्छिन्, किनकि यो कहिले जेठमा पनि हुनसक्छ, कहिले असारमा पनि हुनसक्छ। तर जुन महिनामा भए पनि यो एकादशी कुन हो भन्दाखेरि ज्येष्ठ शुक्ला एकादशी भनिन्छ। शुक्ला एकादशी भवेत् हैन, ज्येष्ठ मासे प्रयत्न स्वपोष्या जलवर्जिता हो। यो दिनमा चाहिँ जलवर्जिता भनेको पानी पनि नखाइकन, क्या जल पनि नखाइकन एकादशीको व्रत बस्नु। त्यसमा पनि विवाद होला नि फेरि हैन। अब पानी नखाइकन, जस्तै आचमन नगरिकन शरीर शुद्धि हुँदैन, शरीर शुद्धिको लागि आचमन गर्नुपर्छ। हामीले आचमन गर्दाखेरि यहाँ हत्केलामा पानी राखेर यहाँबाट मणिबन्ध भनिन्छ, यहाँबाट सुरुप 3 पटक सुरुप गरेपछि अनि हाम्रो शरीर शुद्धि हुन्छ। शरीर शुद्धि गर्नको लागि आचमनी गर्नै पर्छ, स्नान गर्नु पर्यो। स्नान गर्दाखेरि नि त पानी खाइएला, मुखमा पर्ला, यसलाई के गर्ने त? यहाँ भन्नुहुन्छ वेदव्यास भन्नुहुन्छ, स्नाने च आचमने चैव वर्जयित्वा उदकम बुध। यहाँ भन्नुभयो स्नाने भनेको स्नान गरेको बेलामा अनि जप गर्नुभन्दा अगाडि आचमन गरिन्छ हो। त्यो आचमन गरेको बेलामा पानी खाइन्छ भनेदेखि त्यहाँ दोष छैन है। त्यो पनि फेरि आचमन गरेकोलाई खानुपर्ने रहेछ भने टन्न खान नि पाइँदैन, त्यसको पनि विधि बताएको छ। के भनेको छ? गोकर्णकृत हस्तेन मास मात्रम जलम पिबेत भनेको छ। गोकर्णकृत हस्तेन भनेको गाईको कान जस्तो हत्केलो बनाउनु हैन, गाईको कान जस्तो हत्केलो बनाएर अनि त्यस पछाडि त्यहाँ 1 मासा सुनको डल्लो कत्रो हुन्छ, सानो एउटा सुनको मासको डल्लो जत्रो, त्यति जल राखेर अनि मणिबन्धबाट सुरुप्पा खानु, फेरि सुरुप्पा खानु, फेरि सुरुप्पा खानु, यति मात्रै खानलाई दिएको छ एकादशीको दिनमा। टन्न त्यो गिलासमा राखेर मजाले हत्केला भरि राखेर खाने भन्ने पाइएन, त्यो पनि संख्या बताइदिएको छ। जलम पिबेत न्यूनम अधिकम पित्वा सुरापानसम भवेत्। त्यहाँभन्दा बेसी आचमन गरे भन्दा बेसी यदि जल पिउँछ त्यो दिन भनेदेखि निर्जला एकादशीको दिनमा जल खान्छ भनेदेखि सुरापान समम भवेत्। सुरा भनेको मदिरा पान गरे समान फल हुन्छ, उसले मदिरा पान खाएको समान हुन्छ। उपभुञ्जित नैवान्नम व्रत भङ्गो न्यथा भवेत्। अनि त्यो दिन भोजन पनि गर्नु हुँदैन, कुनै अन्नहरू खानु हुँदैन। यदि अन्न खायो भनेदेखि व्रत भङ्ग हुन्छ, यसमा कुनै शङ्का छैन है। फेरि कुनै अन्यथा कुनै छैन, यो पक्का हो भनेर चाहिँ यहाँ किटान गरिएको छ। उदयम यावद व्रजयित्वा तथोदकम। अब कति बेलादेखि कति बेलासम्म पानीलाई व्रजित गर्ने त हैन, हामीले जल नखाने त हैन, कति समय, त्यो पनि समय छ नि। जस्तै आज हामी एकादशीको व्रत बस्दैछौँ
मानौ आज एकादशी भनेर व्रत बस्दैछौँ, आज बिहान सूर्योदय हुँदाखेरि जुन तिथि थियो त्यो तिथिभरि नगर्नु, अथवा द्वादशी तिथिभरि जलपान नगर्नु। भोलिपल्टको दिनमा एउटा तिथि उदय भएपछि आजको दिनमा उदय तिथिबाट भोलि अर्को तिथि उदय नहुन्जेलीसम्म जल ग्रहण नगर्नु, अथवा उदयात उदयम यावत वर्जयत्वात् अथुदकम भनेको उदय एउटा तिथि उदयदेखि शुक्ल पक्षको जो एकादशी हुन्छन् नि हो, यो एकादशी तिथि सूर्य उदयदेखि द्वादशीको सूर्य उदय नहुन्जेलीसम्म हैन, द्वादशीको सूर्य उदय नहुन्जेलीसम्म जल ग्रहण गर्नु हुँदैन भनेर यहाँ किटान गरिदियो। अनि अर्थात् भोजन पनि गर्नु हुँदैन, जल पनि पानी गर्नु हुँदैन, पिउनु हुँदैन। द्वादशी एकादशी फलम, द्वादशी अथवा एकादशी कुन तिथिमा व्रत बसेको छ भोलिपल्ट अर्को तिथि उदय नहुन्जेलीसम्मलाई वर्जित गरिएको छ। प्रभाते विमले जाते द्वादश्यम स्नानमाचरेत। अनि भोलिपल्ट बिहानै भएपछि अथवा अर्को तिथि लागेपछि है, त्यो फेरि अर्कोदेखि अर्को तिथि नलागोस् भनेको कुरा। आजको तिथिमा व्रत बसेको छ हामी, भोलिको तिथि अर्को तिथि सुरु भएपछि मात्रै ग्रहण गर्नु। त्यो पनि के गरेर गर्नु भनेको छ, त्यत्तिकै ग्रहण गर्नु भनेको होइन। प्रभाते विमले जाते, सबैभन्दा पहिला अब बिहान स्नान गर्ने, स्नान गरेर जलम सुवर्णम दत्वात् द्विजाति भ्यो यथाविधि कसरी सकिन्छ विधिपूर्वकले जलदान गर्नु, सुनदान गर्नु होइन। अनि त्यस पछाडि मात्रै ब्राह्मणलाई भोजन गराउनु, अनि त्यस पछाडि मात्रै आफूले भोजन गर्नु। हे भीमसेन, यसरी व्रत बस्यो भनेदेखि पुण्य फल प्राप्ति हुन्छ। कति पुण्य हुन्छ त भन्दा संवत्सरस्य या मध्ये एकादश्यो भवन्ति वै। संवत्सर भनेको एक वर्षसम्ममा जुन बिचमा आएकी जुन एकादशी हुन्छन् नि हो, यो एकादशीको फल कति बताइएको छ भन्दाखेरि वर्षभरिको एकादशीको व्रत बस्दाखेरि जुन फल हुन्छ यो निर्जला एकादशीमा व्रत बस्यो भने त्यति नै बराबरको फल प्राप्ति हुन्छ। यसमा कुनै शङ्का छैन। इतिमाम केशव प्राह शङ्ख चक्र गदाधर। भगवान श्री कृष्ण भन्नुहुन्छ, अथवा के भन्नुहुन्छ, शङ्ख चक्र गदाधारी भगवान श्री विष्णुले भन्नुभएको छ, अथवा केशव भगवानले भन्नुभएको छ, सर्वधर्मान परित्यज्य मामेकम शरणम व्रज। भगवानले भन्नुभयो सबै धर्मलाई त्यागेर मामेकम शरणम, मेरो मात्रै शरणमा आऊ, मेरो शरणमा आएपछि तिम्रो सबै कल्याण हुन्छ, सबै राम्रो हुन्छ, तिमीहरू सबै पापबाट मुक्ति हुन्छौ भनेर भगवानले भनिदिनु भयो। त्यसकारण एकादश्यम निराहारात नरह पापात प्रमुच्यते। एकादशीको दिनमा निराहार भएर, यो एकादशीको दिनमा निराहार भनेको केही पनि नखाइकन है। निराहार भनेको निर भनेको पानी, आहार भनेको निर भनेको हावा, आहार भनेको खानु। हावा मात्रै खाने, अरू केही पनि नखाइकन व्रत बस्छ भनेदेखि यसलाई निराहार व्रत भनिन्छ। निराहार व्रत, जलाहारी व्रत, फलाहारी व्रत भनिन्छ। निराहार भनेको हावा मात्रै खाने होइन, हावा नखाइकन सकिँदैन। अब सासै नफेरिकन त बस्न सकिन्छ त, सकिँदैन नि। सास त फेर्नै पर्यो हो, यसलाई निराहार व्रत भनिन्छ। जलाहारी व्रत भयो अर्को। अनि यो चाहिँ जलाहारी पनि नखाइकन बस्ने व्रतलाई निर्जला भनिन्छ। निर्जला व्रत भनेको, निर्जला भनेको निर भनेको पानी पनि नखाइकन बस्ने व्रतलाई निर्जला व्रत भनियो हो। भगवान यही भन्नुहुन्छ, यदि मेरो शरणमा आएर व्रत एकादशीको व्रत बस्छ भनेदेखि त्यो व्यक्तिका सम्पूर्ण पापहरू शुद्धि हुन्छन्। यहाँ शुद्धि गर्नको लागि हेर्नु न, यो कलिकालमा त कस्तो छ, कलिकाल भनेको यो दुष्ट कली छ नि होइन। यहाँ कलिकालमा केही गरेर पनि जति धन दान गरेर पनि शुद्धि हुँदैन होइन, धनले शुद्धि हुँदैन। त्यस्तै दान दिएर सद्गति पनि छैन, कुनै संस्कार छैन। यो कलियुगमा मनुष्यले संस्कारमा पनि रहँदैनन् होइन, आफ्नो संस्कारित पनि हुँदैनन्। त्यस्तै यो दुष्ट कलियुगमा प्राप्त हुने धर्म कहाँ छ र? खोइ कुन चाहिँ धर्मले चाहिँ मनुष्यलाई सद्गति प्राप्ति गराइदिन्छ? के को धर्म छ? त्यसकारण यो कलियुगले सबै माङ्गलिक कुराहरूलाई नाश गर्दैछ, अमाङ्गलिक कुराहरूलाई चाहिँ भित्राइराखेको छ। यो कलिले यस्तो गरिरहेको छ। त्यसकारण हे वायुपुत्र, हे भीम, तिमीलाई के भनौँ यहाँ भन्दा बेसी एकादशीको धेरै महिमा छ। त्यहाँ माथि पनि झन् यो जुन एकादशी छ नि, यो निर्जला एकादशी, यसको त झन् धेरै महिमा छ। एकादश्यम नभुञ्जित पक्षयोरुभयोरपि
एकादश्याम शीते पक्षे ज्येष्ठस्योदक वर्जितम। एकादश्याम नभुञ्जित, एकादशी तिथिमा भोजन गर्नु हुँदैन। दुईटै पक्षमा है, फेरि दुईटै पक्षको एकादशी भनेको शुक्ल पक्ष अथवा कृष्ण पक्ष, यी दुईटै पक्षका एकादशीमा भोजन गर्नु हुँदैन। झन् यो ज्येष्ठस्य उदक वर्जित, जेठ महिनाको शुक्ल पक्षको यो एकादशीमा उदक भनेको जल वर्जित छ, पानी पनि नखाइकन बस्नुपर्छ। र जसले पानी नखाइकन व्रत बस्छ भनेदेखि त्यसले उत्तम फल प्राप्ति गर्छ। सर्वतीर्थेषु यत् पुण्यम, सबै तीर्थमा गएको पुण्य जति हुन्छ नि, र जति सक्दो धेरै दान गरेको त्यो पुण्य हुन्छ नि, सर्वदानेषु सम्पूर्ण दान गरेको पुण्य हुन्छ नि, त्यो पुण्य चाहिँ यही व्रतद्वारा त्यसले फल प्राप्ति गर्छ। उपोषितास्ता सर्वासुर एकादशी न संशय। एकादशी, हरेक एकादशीको व्रत बसेको फल, वर्षभरिका एकादशीमा व्रत बसेको फल चाहिँ यो एउटा निर्जला एकादशीमा व्रत बस्यो भने त्यो फल प्राप्ति हुन्छ। र सबै एकादशीको व्रत बस्नुपर्छ, यो अनिवार्य छ। किन? यही एकादशीको व्रतले नै के गराउँछ? धन धान्य बल आयुर्दा, हैन, धन धान्य बल आयु दिनेवाला एकादशी हुन्। पुत्र आरोग्य धन प्रदा, पुत्र सन्तान चाहियो भने सन्तान प्राप्ति गराउने, आरोग्यता धन सम्पत्ति प्रदान गर्ने वाली एकादशी हुन्। हैन, एकादशीले भनेको चाहे कामनाले होस् चाहे अकामनाले होस्, कामना लिएर व्रत बस्नु भयो भने सोचे अनुसारको कामना अनुसारको फल प्राप्ति हुन्छ। कामना नगरिकन यतिकै व्रत बस्नुहुन्छ भने पनि एकादशीबाट उत्तम फल प्राप्ति हुन्छ। त्यसकारण यो एकादशीको जसले व्रत बस्छ नि, यसमा म सत्य कुरा बताउँछु हे भीम। यमदूता महाकाय करालः कृष्ण पिङ्गलः, यमराजका दूतहरू बडा डर लाग्दा हुन्छन्, शरीर ठुला ठुला भएका हुन्छन्। हैन, कृष्ण पिङ्गला खैरो वर्ण भएका, काला काला वर्ण भएका, राता राता आँखा भएका, दण्ड पाशधरा, हातमा दण्ड लिएका, डरलाग्दो रूप लिएर यमराजका दूतहरू आएका हुन्छन्। जसले एकादशीको व्रत बसेको हुँदैन त्यसको साथमा यमराजका दूतहरू जान्छन्, र जसले एकादशीको व्रत बसेको हुन्छ नि, भगवानको आराधना गरेको हुन्छ, त्यस्तो व्यक्तिको साथमा यमराजका दूतहरू जान सक्दैनन्, नजिकै पनि पर्न सक्दैनन्। त्यहाँ को जान्छन् त? पीताम्बरधरा सौम्यास चक्रहस्ता मनोजवाहा, त्यहाँ चाहिँ भगवानका पार्षदहरू आउँछन्। हैन, यमराजका दूतहरू जस्तै भगवानका पार्षदहरू हुन्छ नि, जस्तै सुशील पुण्यशील आदि गरेका, जय विजय बल प्रबल यस्ता नाम गरेका, नन्द सुनन्द नाम गरेका, यी भगवानका पार्षद हुन्। हो, यी भगवानका पार्षदहरू चाहिँ उनको त्यो जुन एकादशीको व्रत बस्नेको साथमा त्यहाँ पुगेका हुन्छन् र भगवानको साथमा पुर्याउँछन्। त्यसले मानवम वैष्णवीम पुरीम भनेको मनुष्यहरूलाई, एकादशीको व्रत बस्ने वालाहरूलाई वैष्णवी पुरीमा पुर्याइदिन्छन्। सोपोष्योदक वर्जिता, यो एकादशीको व्रत, जसले निर्जला एकादशीको व्रत बस्छ उसले अवश्य पनि पापबाट मुक्ति भएर त्यो व्यक्ति भगवानको मन्दिरमा, भगवानको धाममा पुग्दछ। जलधेनुम तत्त्वदत्वा सर्व पापै प्रमुच्यते, जसले जलधेनुम तत्त्वदत्वा, जलमा बसेर गाई दान गरेको छ, त्यस्ता व्यक्तिहरू सर्व पापै प्रमुच्यते, सबै पापबाट मुक्ति हुन्छन्। र पाण्डवः जन्मेजयम, हे जन्मेजय, र यसरी एकादशीको व्रत बस्नु पर्दो रहेछ, यो निर्जला एकादशी यति महत्त्वपूर्ण रहेछन् भन्ने पाण्डवहरूले थाहा पाउनु भयो। त्यही थाहा पाएकोले गर्दाखेरि पाण्डवहरूले एकादशीको व्रत बस्न थाल्नुभयो। त्यही भएर यो एकादशीलाई पाण्डवी एकादशी पनि भनिन्छ। यो एकादशीबाट पञ्च पाण्डवहरूले व्रत सुरु गर्नु भएकोले गर्दाखेरि पाण्डवी एकादशी पनि भनिन्छ। र यस्तै भीमसेनले पनि यो सुनेर यो एकादशीको व्रत बस्नुभयो। हैन, यो निर्जला एकादशी भीमसेनले व्रत बस्नु भएको कारणले गर्दाखेरि यसलाई भीमसेनी एकादशी पनि भनिन्छ। भीमसेनी एकादशी, भीमसेनले व्रत बस्नु भएकोले गर्दा। हे भूपाल, हे राजा, यो भगवानको पूजा गर्नुपर्छ। यो दिन व्रत बस्दाखेरि भगवानको पूजा गर्ने प्रयत्नपूर्वकले भगवानको पूजा गर्यो भनेदेखि सर्व पाप प्रशान्तये, सम्पूर्ण सबै पापहरू नाश भएर जान्छन्। पहिला त हामीले यस्तो कर्म गर्छु है म भनेर सङ्कल्प गर्नुपर्दछ। हैन, सङ्कल्प गर्दाखेरि पहिला भगवानसँग आराधना गर्नुपर्छ। अब के भन्ने? करिष्याम्यद्य देवेशम जलवर्जम उपोषणम भोक्षे पर्यहन्नि देवेश ह्यनन्त तव वासरात। हे देवताका पनि देवता, हे भगवान,
मेरो सर्व पाप विनाशय, सबै पापलाई नाश गर्नको लागि अथवा हजुरको प्रीति हजुरको भक्तिको लागि अब म यो निर्जला नाम गरेकी एकादशीको व्रत बस्दैछु। जल वर्जम उपोषणम, जल पनि नखाइकन कि पानी पनि नखाइकन म व्रत बस्दछु। म भोलि मात्रै खान्छु खाना, आज म भोजन गर्दिनँ। म आज हजुरको दिन हो, तब बासरतः बासरात, आज हजुरको दिन हो, आज हजुरको दिनमा म व्रत बस्छु भनेर यस्तो प्रतिज्ञा गरेर भगवानसँग प्रार्थना गर्दै व्रत बस्नुपर्छ। श्रद्धापूर्वकले दम समन्वित आफ्ना इन्द्रियहरूलाई जितेर, मनलाई जितेर यसरी व्रत बस्नुपर्दछ। यसरी व्रत बस्यो भने नि मेरु मन्दर मानम तो स्त्रियो अथ पुरुषस्य वा सर्वम तद् भस्मताम याति एकादश्याः प्रभावतः। हेर्नु त यो एकादशीको व्रतले कस्तो फल प्राप्ति हुँदो रहेछ त। मेरु मन्दर मानम अथवा पापम हैन, मेरु मन्दर सुमेरु नाम गरेको पर्वत छ नि, ठुलो पर्वत, त्यो सुमेरु पर्वत सम्मानको पापलाई हैन, पुरुष अथवा पुरुषस्य, स्त्री अथवा पुरुषस्य, पुरुष होस् अथवा स्त्री होस् हैन, जसले पनि व्रत बस्छ भनेदेखि सर्वम पापम तत् भस्मतम याति, सम्पूर्ण व्रत पापहरू त्यो व्रतको प्रभावले गर्दा सम्पूर्ण पापहरू भस्मताम भनेर भस्म भएर जान्छन् रे। के को प्रभावले? कसले भस्म गराइदिन्छ? त्यहाँ त आगो हुँदैन होइन हो, त्यो कसले गराइदिन्छ भने एकादश्याः प्रभावतः, एकादशीको प्रभावद्वारा। हजुर भगवानको भक्ति, भगवानको भावना, भगवानको भजन, भगवानको कीर्तन, भगवानको व्रत, भगवानको नाममा लिने व्रत हुन्छ नि हजुर, यो भनेको आगो होइन, आगो भन्दा पनि ठुलो हो। यति धेरै पावर हुन्छ, आगो भन्दा पनि ठुलो पावर भएको यसरी सम्पूर्ण पापहरूलाई नाश गराइदिने व्रत हो एकादशीको व्रत। सबै भस्मताम गत, सबै भस्म भएर जान्छन् रे पापहरू जति सबै। जुन एकादशीको व्रत बस्यो भनेदेखि सम्पूर्ण पापहरूलाई नाश भएर शुद्ध भएर बस्छ। नशक्नोति च यो दातुम जलधेनु नराधिप सकाञ्चन घटस्तेन देव वस्त्रेण समृद्धः। यो दिन चाहिँ जस्तै जलधेनु एउटा उसमा बसेर के पानीमा बसेर गाई दान गर्नु, त्यो पनि अझ बाछो भएको दान गर्नु, लैनु गाई भनौँ न, लैनु गाई दान गर्नु। अनि घटस्तेन देव वस्त्रेण, वस्त्रले बेरिएको घट भए सुनको घडा नभए कुनै पनि घडा दान गर्नु। यसमा धेरै पुण्य बताएको छ, धेरै महत्त्व बताएको छ। पुण्य भाग, त्यसले पुण्य त्यति धेरै पुण्य फल प्राप्ति हुन्छ। पलकोटी सुवर्णस्य यामे यामे स्नुते फलम हैन, पलकोटी सुवर्णस्य, एक पल सुन दान गर्छ भने पनि करोडौं दान गरेको फल प्राप्ति हुन्छ। यहाँ भगवान कृष्ण के भन्नुहुन्छ? स्नानम दानम जपम होमम एदश्यम कुरुते नरः तत्सर्वं चाक्ष्यम प्रोक्तम एतत् कृष्णस्य भाषितम। भगवान श्री कृष्णले भन्नुभयो, भगवान श्री कृष्णले के भन्नुहुन्छ भने, हे राजन, जसले निर्जला एकादशीको दिनमा हैन व्रत बस्ने हुन्छ नि त हो, एकादशीको दिनमा स्नान गर्छ, दान गर्छ, जप गर्छ, होम गर्छ, भजन कीर्तनहरू गर्छ, भगवानका नामहरू उच्चारण गर्छ भनेदेखि मनुष्यले अक्षय फल प्राप्ति गर्छ। त्यो फल कस्तो हुन्छ अरे भन्दा अक्षय भनेको नाश नहुने, कहिल्यै नाश नहुने त्यस्तो फल प्राप्ति हुन्छ। त्यसकारण यो दिनलाई यति ठुलो दिन मानिएको छ। भगवान कृष्ण, स्वयं भगवान कृष्णले भन्नुभएको छ, एकादशीको दिनमा जसले, आजको दिनमा जसले स्नान गर्ने, दान गर्ने, होम जम अथवा जप गर्ने अथवा भगवानको भजन कीर्तनहरू गर्ने हुन्छ नि हो, त्यसले उत्तम फल प्राप्ति गर्छ। भजन कीर्तनको त झन् यति ठुलो महत्त्व छ नि हजुर। यसै त सबै दिनमा त भगवानको भजन कीर्तनको महत्त्व हुन्छ भने झन् आज एकादशीको दिनमा त झन् धेरै महत्त्व बताइएको छ भजन कीर्तनको। किनकि भजन कीर्तन गर्नु, रात्रिमा जागरण गर्नु, यो त ठुलो पुण्यदायी भनेको छ। किन कलौ तत् हरिकीर्तनात् भनेको छ। कलि युगमा हरिकीर्तन, भगवानको कीर्तन गर्नुभन्दा अन्य उपाय केही पनि छैन मुक्ति हुनको लागि। मुक्ति हुनको लागि कलियुगमा भगवानको भजन कीर्तन गर्नुपर्दछ। र त्यस्तै अब दान उपस्य भनेको व्रत बस्नु, अनि त्यस पछाडि अब दान गर्नु हैन, दान गर्नलाई कति सकिन्छ त्यही अनुसारले दान गर्नुपर्छ। यति नै दान गर्नुपर्छ भन्ने छैन। आफ्नो गच्छ अनुसार, आफ्नो कमाई अनुसार, योग्यता अनुसार जति कमाई छ, शास्त्रले त 10 अंश 10 भागको 1 भाग छुट्याएर दान गर्नु भनेर लेखिएको छ।
त्यसमा सुवर्ण दान, अन्नदान, सुवर्ण भनेको सुनदान, अन्नदान, वासांसी भनेको वस्त्रदान, यो दान गर्यो भनेदेखि अक्षय प्राप्ति हुन्छ, नाश नहुने त्यस्तो फल प्राप्ति हुन्छ। र एकादशीको दिनमा भोजन गर्नु हुँदैन। एकादशीको दिनमा झन् यो दिन आजको दिनमा भोजन गर्यो भने त झन् यो भनौँ न ज्येष्ठ शुक्ल एकादशी, यो आजको निर्जला एकादशीको दिनमा भोजन गर्यो भने त त्यसका पापहरू जम्मा भएर बसेका हुन्छन्, पापहरू जम्मा हुन्छन्। अनि यो लोकमा ऊ चाण्डाल भएर बस्नुपर्छ र यो लोकमा उसले त्यति दुःख पाएर बस्नुपर्छ। मरिसकेपछि दुर्गतिमा जान्छ। र जसले यो आजको एकादशी, निर्जला एकादशी अझ द्वादशी मिसिएको क्या, एकादशी मात्रैलाई व्रत बिहानदेखि बेलुकासम्म भोलिपल्ट उज्यालो नहुँदासम्म पनि हामीले व्रत बस्दाखेरि एकादशी तिथि मात्रै भयो, द्वादशी तिथि लागेन भनेदेखि त्यो एकादशीलाई राम्रो मानिँदैन। हामीले एकादशीको व्रत बस्दाखेरि एकादशीको भागलाई थोरै मात्रामा व्रत अनि धेरै चाहिँ द्वादशीको तिथि पर्यो भनेदेखि त्यो एकादशीलाई उत्तम तिथि मानिन्छ, उत्तम व्रत मानिन्छ। अझ एकादशीलाई पनि व्रतले अलिकति छोएको होस् अनि द्वादशी पुरै होस्, त्रयोदशी तिथि पनि अलिकति छोइएको होस्, त्यस्तो एकादशी त संसारमा दुर्लभ व्रत मानिन्छ हैन। त्यस्तो एकादशी पाइयो भने त ठुलो भाग्यले पाइएको हुन्छ। द्वादशी पुरै, सुरुमा एकादशी, अन्तिममा त्रयोदशी तिथि, यस्तो भयो बीचमा द्वादशी तिथि परेर त्यस्तो व्रत कुनै समय आयो भने नि हजुर त्यो त ठुलो भाग्यले मात्रै पाइन्छ, त्यो सामान्य व्रत होइन, त्यो झन् ठुलो व्रत हो। झन् यो उसको व्रत निर्जला एकादशीमा त द्वादशीको महत्त्व बताइएको छ। एकादशी भनिन्छ, तिथि चाहिँ एकादशी भनिन्छ, व्रत चाहिँ द्वादशीको हुन्छ। त्यसकारण द्वादशी एकादशीको व्रत, निर्जला एकादशीको व्रत बस्नु पर्दछ। र यो लोकमा जसले एकादशीको व्रत बसेर अथवा द्वादशी समुपोषय हैन द्वादशीको व्रत बसेर दान गरेको छ भनेदेखि त्यसले परम पद प्राप्ति गर्छ। कस्ता पापहरूलाई उसले नाश गर्छ। ब्रह्मा मध्यपस्तेनो गुरुद्वेष्टा सदा नृति मुचेते पातकही सर्वैर निर्जला यैरुपोषिता। ब्रह्मा भनेको ब्राह्मण मार्नेवाला, मध्यपान गर्नेवाला, गुरुद्वेष्टा भनेको गुरुमा द्वेष गर्ने अथवा पिता माता भातृ दिदी बहिनी हैन, पिता माता दाजुभाइ दिदी बहिनीलाई जसले हेला गर्ने, द्वेष गर्ने, ईर्ष्या गर्ने, गुरुलाई ईर्ष्या गर्ने, डाहा गर्ने, गाली गर्ने भन्ने हुन्छन् त्यस्ता। र सदा अनृति भनेको सधैँभरि झुटो कुरा बोलिराख्ने त्यस्ता व्यक्तिहरू छन् भने पनि यो निर्जला एकादशी विधिवत रूपले निर्जलाको एकादशीको व्रत बसेर यदि दान धर्म गरेको छ भने नि त्यस्ता व्यक्तिहरूका सम्पूर्ण पापहरू नाश भएर जान्छन्, चाहे पुरुषको होस् अथवा चाहे महिलाको होस्। जसले यो व्रत बस्छ भनेदेखि त्यसको सम्पूर्ण पापहरू नाश भएर गएर भगवानको लोक प्राप्ति गर्नुहुन्छ, भगवानको धाम प्राप्ति गर्नुहुन्छ। यसमा कुनै दुई मत छैन, शङ्का छैन। श्रद्धा दम समर्पितै, यो चाहिँ श्रद्धापूर्वकले इन्द्रियहरूलाई दमनमा राखेर भक्तिपूर्वकले एकादशीको व्रत बस्नु पर्दछ। एकदम भक्ति भावले एकादशीको व्रत बस्नु पर्दछ। अनि अब यो एकादशीको व्रत बसेपछि त पाप जे पनि गरे हुने रहेछ, कटिहाल्ने रहेछ भनेर फेरि त्यतातिर मन जाला नि होइन। तर त्यस्तो पनि होइन। जान र अनजानमा गरेका पाप हुन्छन् नि, अनजानमा गरेका पापहरू सबै एकादशीको व्रतद्वारा सबै पापहरू नाश भएर जान्छन्। तर जानी जानी म यो पाप गरेको बेलामा यो एकादशीको व्रत गर्छु अनि पाप कटिहाल्छ भने त्यसरी पाप कर्म गर्न थाल्यो भनेदेखि फेरि त्यस्तो पापहरू नाश हुँदैन। जस्तै हामी कतै धेरै मनुष्यहरू भएको ठाउँमा, व्यक्तिहरू भएको ठाउँमा हिँड्यौँ भने कसैलाई अलिकति खुट्टाले लाग्यो अथवा ठोस्यो अथवा जिउ शरीरले ठोस्यो भनेदेखि मैले ठोक्यो है भनेर उसले माफी माग्यो भनेदेखि होस् यसले नजानिकन हिर्काइहाल्यो अथवा लगिहाल्यो, उसले वास्ता गर्दैन। जानी जानी हामीले उसलाई हान्यौँ भनेदेखि उसले छोड्छ त, उसले माफी दिन्छ त, दिँदैन नि। हो त्यस्तै हामीले जानेर पाप गर्नु हुँदैन। त्यसकारण उनी जलसाई भगवान हुनुहुन्छ, उनी भगवानको आराधना गर्नु हैन, भगवानको पूजा आराधना गर्नु यो आजको दिनमा व्रत बस्दाखेरि सम्पूज्यो भगवान नारायणको अथवा भगवानको पूजा गर्नु, सम्पूज्यको पूजा गर्नु। र धेनुश्च देया भनेको लैनु गाई भनेको अझ बाछो सहित भएकी लैनु गाई दान गर्नु। घी त धेनु घिउवाली घिउ सहित भएकी गाईको दान गर्नु। यसरी दान गर्दाखेरि र ब्राह्मणहरूलाई भोजन गराउनु, दान दिनु,
तोषणी यहाँ प्रयत्न दि जहाँ ब्राह्मणहरूलाई सन्तुष्ट बनाउनु यस्तो गर्यो भने भगवान पनि चाँडै खुसी हुनुहुन्छ अरे। जसलाई भगवान नारायण भगवान एकदम चाँडै खुसी हुनुहुन्छ। भगवानलाई खुसी पार्नको लागि नि हजुर, भगवानलाई खुसी पार्नको लागि यति सजिलो छ जसले हाम्रै मनद्वारा नै भगवानलाई खुसी पार्न सकिन्छ। कुनै परिश्रम छैन, कुनै कष्ट छैन भगवानलाई खुसी पार्नको लागि। सजिलै भगवानलाई खुसी पार्न सकिन्छ। भगवानलाई खुसी पार्नको लागि नि यहाँ यो भागवतमा पनि एउटा प्रसङ्ग आउँछ। भागवतको 4थो स्कन्दको 31 अध्यायको 19 नम्बरको श्लोकमा बताइएको छ। प्रचेतसहरूलाई नारद ऋषिले भन्नुभएको छ। के भन्नुभएको छ भन्दा भगवानलाई खुसी पार्नको लागि के गर्नुपर्छ भन्दा जम्मा 3टा कुरा बताइदिनु भएको छ। 3टा कुरा भयो भने भगवान चाँडै खुसी हुनुहुन्छ अरे। एकदम भगवान चाँडै खुसी हुनुहुन्छ। के भन्नुभएको छ? दयाया सर्वभूतेषु सन्तुष्ट्या येन केन वा। हैन है, दयाया सर्वभूतेषु सन्तुष्ट्या येन केन वा सर्वेन्द्रियोपशान्त्या च तुष्यत्याशु जनार्दनः। यहाँ के भनेको भन्दा दयाया सर्वभूतेषु सबै प्राणीहरूलाई दया गर्नु, सबै प्राणीहरूलाई भक्तिभाव क्या दया गर्नु। यस्तै सन्तुष्ट्या येन केन वा, जे जस्तो हुन्छ नि मनमा सन्तुष्ट लिनु, सबैलाई दया गर्नु, सबै म समान हुन्, सबै हामी समान हौँ भनेर एउटै भावनाले एउटै भावले हेर्नु। अनि जे छ त्यसैमा आफू सन्तुष्ट भएर रहनु। इन्द्रियहरूलाई आफ्नो अधीनमा राख्नु, इन्द्रियको अधीनमा आफू नपर्नु। इन्द्रियलाई आफ्नो अधीनमा राख्यो भनेदेखि तुष्यत्याशु जनार्दनः, भगवान विष्णु एकदम चाँडोभन्दा चाँडो खुसी हुनुहुन्छ। भगवानलाई खुसी पार्नको लागि यी 3टा कुरा भयो भनेदेखि चाँडै खुसी हुनुहुन्छ है भनेर नारद ऋषिले प्रचेतसहरूलाई बताउनु भएको छ। राधे राधे श्री राधे। यस्तै दक्षिणाभिश्च श्रेष्ठाभिर्मिष्टान्नैश्च पृथक विधि, पृथक पृथक विधिले ब्राह्मणहरूलाई दान दिनुपर्छ भगवानलाई खुसी पार्नु। होइन, ब्राह्मणहरूलाई खुसी पार्नु, सबैजनाहरूलाई खुसी पार्नुपर्छ। भक्तहरूलाई खुसी पार्यो भने भगवान त्यसै खुसी हुनुहुन्छ। दक्षिणा दिएर, मिष्टान्न भनेको मिठा मिठा कुराहरू खाना दिएर कसरी हुन्छ? तोषण खुसी बनायो भने भगवान त्यतिमै खुसी हुनुहुन्छ। तुष्टो भवति वैक्षिप्रम तैस तुष्टेर मोक्षदो हरि, र भगवान एकदम खुसी हुनुहुन्छ अरे। खुसी बनायो भने भगवान खुसी हुनुहुन्छ। र आत्मद्रोहकृत जसले नराम्रा कर्महरू गरेको हुन्छ नि, हो त्यस्ता नराम्रा कर्म, व्रत बस्ने भन्छ, नराम्रा काम गरेको छ, अनेक धर्म विभ्रान्ता, अनेक धर्ममा लागेको छ, पाप कर्महरू गरिरहेको छ, त्यस्ता व्यक्तिहरू त पापी, त्यस्ता दुराचारी व्यक्तिहरू सधैँ नरकमा जानुपर्छ। यसमा कुनै शङ्का छैन। नराम्रा कर्म गर्नेहरू व्यक्तिहरू र जसले यो एकादशीको व्रत भक्तिभावले एकादशीको व्रत बसेर भगवानको भजन कीर्तन गरेको छ, आराधना गरेको छ, भगवानमा प्रेम भक्ति छ भनेदेखि त्यस्तो व्रत बस्नेवाला व्यक्ति त्यस्ताले त कुललाई, आफ्नो कुल मात्रै होइन सबै कुल, आफ्ना इष्टमित्रहरूका कुल, आफ्ना कुटुम्बहरूका कुल, यस्ताका कुलहरूलाई पनि उद्धार गर्छन्। 1-2 होइन 100 कुललाई पनि उनीहरूले उद्धार गर्न सक्छन्। एकादशीको व्रत बस्ने यस्ता व्रतालुहरू हुन्छ नि, भक्तालुहरू, यस्ता भक्त व्रतालुहरूले 100 कुलको उद्धार गर्ने हुन्छन्। 100 कुलको मोक्षमा प्राप्ति गराइदिन्छन्, भगवानको लोक पुर्याइदिन्छन्। त्यसकारण एकादशीको व्रत बस्नुपर्छ। जो मनुष्य शान्तिपूर्वक एकादशीको भक्तिपूर्वकले एकादशीको व्रत बसेर दान गरेको हुन्छ, भगवान विष्णुको त्रिविक्रम नाम गरेको भगवान विष्णुको पूजा गरेको हुन्छ, त्यस्ता व्यक्तिले अवश्य पनि उद्धार गर्छन्। आत्मनः सह तरणितम वासुदेवस्य मन्दिरम शान्तैर्गान परश्चैव अर्चद्भिश्च तथा हरिम। अन्त भगवानको पूजा गर्नेवाला, शान्तिपूर्वक भक्तिपूर्वकले भगवानको पूजा गर्नेवाला व्यक्ति अवश्य पनि भगवानको मन्दिरमा जाने हुन्छ र भगवानको पूजा गर्नु। कुर्वद जागरम रात्रौ एैर नरैर समुपोषिता, जो मनुष्य व्रत बस्छ र रात्रिमा जागरण गर्छ, भगवानको भजन कीर्तन गर्छ, अन्नदान पानम गावो वस्त्रम शय्यासनम शुभम, होइन शय्याहरू दान गर्ने, वस्त्र दान गर्ने, गाई दान गर्ने, अन्नदान गर्ने, पानी दान गर्ने, कमण्डलु दान गर्ने, छत्रम छाता दान गर्ने, जुत्ता दान गर्ने, त्यस्तो उत्तम ब्राह्मणलाई, भक्त ब्राह्मणलाई, जो भगवानको भक्ति गर्नेवाला अथवा भगवानमा भक्ति प्रेम राख्नेवाला जो वैष्णव ब्राह्मण हुन्छन्, त्यस्ता ब्राह्मणहरूको साथमा उसले दान दिन्छ भनेदेखि
त्यसले अवश्य पनि उत्तम फल प्राप्ति गर्छ। हामीले दान दिन्छौँ नि, दान दिन्छौँ, दान लिनेवालाले चाहिँ नराम्रो ठाउँमा गएर खर्च गरिदिन्छ भनेदेखि त्यो दान पनि निरर्थक हुन्छ। दातारम नरकम नयेत भनेको छ, अझ गरुड पुराणमा लेखिएको छ। दान दिनेवाला व्यक्ति पनि नरकमा जान्छ भनेर लेखिएको छ। त्यसकारण हामीले जसलाई दान दिन्छौँ त्यस्तो व्यक्तिलाई दान दिनुपर्छ जुन व्यक्तिले सदुपयोग गरोस्, राम्रो ठाउँमा प्रयोग गर्छ, नराम्रो ठाउँमा नगरोस्। यदि नराम्रो ठाउँमा दान हामीले दिएको दान पुर्याइदियो भनेदेखि त्यो दान दिनेवाला पनि नरकमा जानुपर्छ भनेर शास्त्रमा वर्णित छ, शास्त्रमा बयान छ, वर्णन छ। र यसमा श्रृणुयाद भक्त्याः यसै प्रकृतयत, यो एकादशीको महात्म्यलाई पढ्नु, सुन्नु हैन, अनि भगवानको भजन कीर्तन गर्नु। जुन मनुष्य उपवास बसेर भगवानका यसरी बताए अनुसार यथाशक्ति दान गर्छ अनि भगवानको भजन कीर्तन गर्छ भनेदेखि, जागरण बस्छ भनेदेखि यस्ता व्यक्तिहरू उत्तम फल प्राप्ति गर्छन्। यी दुईटै व्यक्तिहरू सुन्ने सुनाउने, कथा सुन्ने सुनाउने दुईटै व्यक्तिहरूले सम्पूर्ण पाप नाश गर्छन्। उसका पितृहरू पनि जुन सिनिवाली नाम गरेकी औँसी अमावस्या हुन्छन् नि, हो त्यो दिन त्यस्तो अमावस्यामा श्राद्ध गरिदियो भनेदेखि पितृहरू पनि मुक्ति हुन्छन् र उसका पितृहरू पनि तरन तारण हुन्छन्। र नियमपूर्वकले उ गर्नु, व्रत बस्नु। एकादश्यम निराहारो व्रज इस्यामी वैजलम, जललाई त्यागेर अथवा अन्नलाई फललाई त्यागेर आजको दिन व्रत बस्नु। एकादश्यम, एकादशीको व्रत बस्नु। केशव प्रीणनार्थाय, भगवान केशव भगवानको प्रीतिको लागि हैन, भक्ति भावले एकादशीको व्रत बस्ने। आचमन गर्नुभन्दा बाहेक अरू पानी नपिउने र त्रिविक्रम भगवानको विधिपूर्वकले अथवा शक्ति अनुसारले भक्ति भावसहित पूजा गरेर जसले भगवानलाई दण्डवत गर्दछ, गन्ध पुष्पै तथा दीपै बारीभि चन्दन फूलपाती यथायोग्य जसरी सक्छ त्यसै गरी पूजा गर्नु र भगवानको प्रार्थना गर्नु। सुन्नु है, स्तुति गर्नु, हात जोडेर सबैजनाले हात जोड्नु होला है। यो मैले पढेको मन्त्र सुन्नु होला। देव देवेश ऋषिकेश संसारावतारकः उद कुम्भ प्रदानेन नयमाम परमाम गतिम। हेर्नु त, हे देवताका पनि देवता, हे ऋषिकेश, हे भगवान, म यो संसार सागरमा डुबेर बसेको छु, हामी डुबेर बसेका छौँ। हे ऋषिकेश, र यो जल दान गरेको छु मैले, अथवा हजुरको नाममा यथाशक्ति यथा सम्भव अनुसार मैले व्रत बसेको छु। यो व्रतको प्रभावले, यो मैले गरिएको दानको प्रभावले मलाई सद्गति प्राप्ति गराइदिनुहोस् है हे भगवान, हे केशव भगवान भनेर, ऋषिकेश भगवान भनेर भगवानसँग प्रार्थना गर्नु। सकिन्छ भनेदेखि कुम्भ भनेको घैँटोका पानी भरेर घैँटामा, अनि त्यसमा कपडाले बेष्टित गर्ने, अनि त्यो ब्राह्मणलाई दान दिने। सो शक्ति त आफ्नो शक्ति अनुसारले यति नै गर्नुपर्छ, यति नै पुरा गर्नुपर्छ भन्ने छैन, आफ्नो शक्ति अनुसारले दान गर्नुपर्दछ। सान्नाहा वस्त्रयुता भीम छत्रोपान त फलान्विताः, अन्नदान गर्नु, वस्त्र दान गर्नु हैन, छाता आदि दान गर्नु, जे सकिन्छ। उपाना त भनेको जुत्ता दान गर्नु, फलफुल दान गर्नु। दानन्यनानि दियानि, जलधेनु विशेषतः जलधेनु दान गर्नु। यसरी दान गरिन्छ र ब्राह्मणलाई भोजन गराउने, भोलिपल्ट भएपछि ब्राह्मणलाई भोजन गराउने र अनि स्वयं भोजित अनि आफूले पनि भोजित भनेको भोजन गर्ने एकादशीको व्रत। एवं यह कुरुते पूर्णाम द्वादशी पापनाशिनीम, जसले यसरी यो द्वादशी मिसिएकी एकादशीको व्रत बस्छ भनेदेखि पुरा उसले अवश्य पनि सम्पूर्ण पापहरूलाई नाश गर्ने, परम पद प्राप्ति गर्ने यस्तो फल प्राप्ति गर्छ। यसमा कुनै दुई मत छैन, कुनै शङ्का छैन। अवश्य पनि निर्जला एकादशीको व्रत बस्नेवालाले पूर्ण फल प्राप्ति गर्छ। शक्ति अनुसारले दान गर्छ भनेदेखि त्यसले अवश्य पनि पुरा फल प्राप्ति हुन्छ। र हामीले केही गर्न सकेनौँ, दान गर्न सकेनौँ भने पनि हाम्रो शास्त्रमा लेखिएको छ, भागवतमा बताइएको छ, मन्त्रतस् तन्त्रतस् छिद्रम देशकालरह वस्तुतः हैन, कहिलेकाहीँ देशकाल परिस्थिति अनुसार हामीले भने अनुसारले गर्न सक्दैनौँ, चढाउनु भनेको कुरा चढाउन सक्दैनौँ हैन। व्रत बस्नमा पनि अनेक प्रकार रोग व्याधिहरूले गर्दाखेरि औषधि सेवन गर्नुपर्ने भएको कारणले गर्दाखेरि व्रत पुरा गर्न नसकेला खानै पर्ने अवस्था होला। हो, त्यस्तो अवस्था भयो भनेदेखि
सर्वम करोति निश्छिद्रम यस्ता छिद्र हुन्छन् नि। अब त्यो हामीले नखानु भनेको कुरालाई खायौँ, नगर्नु भनेको कामहरू चाहिँ वर्तमानले गऱ्यौँ अथवा पानी खायौँ, अन्न फलहरू खान थाल्यौँ भनेदेखि हो यस्ता हामीले बाध्यता भएर सकभर नखानु। यदि बाध्यता भएर हामीले त्यस्तो खानै पर्यो, औषधि खाँदाखेरि पानी खानु पर्यो, औषधि खानै पर्यो भनेदेखि यस्ता छिद्र हुन्छन् भने यस्ता छिद्रलाई निश्चिद्र भनेको यो हामीले गरेकोलाई चाहिँ पुरा फल प्राप्ति गर्न, अपूर्णलाई पूर्ण बनाउनको लागि नाम संकीर्तनम तब भगवान कृष्णको अथवा विष्णुको अथवा नारायणको कुनै पनि भगवानको नाम संकीर्तन गरिदिनु। अन्तिममा भगवानको नाम संकीर्तन गरिदियो भने नि सबै हामीले गरेको फलहरू सबै पुरा हुन्छ। गरेको काहीँ त्रुटि भएको रहेछ, अपूर्ण भएको रहेछ भने पनि सबै पुरा फल प्राप्ति हुन्छ। त्यसकारण हामीले भगवानको भजन कीर्तन गर्नको लागि, भगवानको कीर्तन गर्नको लागि कहिल्यै पनि भुल्नु हुँदैन, कहिल्यै पनि छुटाउनु हुँदैन। भगवानको भजन यति महत्त्वपूर्ण भगवानको भजन हो नि। यो भगवानको भजन त धेरै महत्त्वपूर्ण हुन्छ। भगवानको भजनले नै पार तरिन्छ, भगवानको भजनले नै पापहरू नाश हुन्छन्, भगवानको भजनले नै गरेका कर्महरू पुरा हुन्छन्, सार्थक हुन्छन्। त्यसकारण भगवानको भजन गर्नुपर्छ। भजन गर्नको लागि कहिल्यै पनि छोड्नु हुँदैन। हरेक कर्म गर्दाखेरि हामीले कहिलेकाहीँ पूजा लगायौँ होइन, ग्रह शान्ति गर्ने भनेर ग्रह शान्ति गर्छौँ हो, त्यहाँ भने अनुसारको हामीले कर्म गर्न सकेका हुँदैनौँ, पुरा गर्न सकिँदैन। त्यो पुरा केले गर्छ त भन्दाखेरि भगवानको नाम संकीर्तन, भगवानको कीर्तनद्वारा नै त्यो कार्य पुरा हुन्छ। दान गरेको, व्रत बसेको, तीर्थ गएको फल सबै पुरा चाहिँ भगवानको भजन छुट्यो भनेदेखि, गरिएन भनेदेखि काहीँ केही गरेको पुरा हुँदैन। भगवानको भजनद्वारा नै, कीर्तनद्वारा नै त्यो कार्य पुरा हुन्छ। त्यसकारण हामी सबैले भगवानको भजन कीर्तन गर्नुपर्छ। राधे सबैजनाले भगवानको भजन गरौँ है त। राधे कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम श्याम राधे राधे। एवं रूपले यही गरी हजुरले अब भजन गाउँदै जानुहोला। यो अहिले हामीले जुन राधे कृष्ण भनेर जुन भजन गर्यौं यसलाई युगल मन्त्र, महामन्त्र भनिन्छ। त मन्त्र पनि होइन, महामन्त्र हो। जहाँ भगवानका यो राधे कृष्ण भन्ने जुन भजन हुन्छ नि, यो नाम संकीर्तन भनिन्छ, यो जहाँ गुन्जायमान हुन्छ त्यो ठाउँमा भूत प्रेत पिशाचहरूले कहिले पनि वास गर्दैन। यदि छ भने पनि यी भगवानका नाम, यी मन्त्र सुन्ने बित्तिकै सबै भाग्दछन्। कसरी? सिंह शब्दादिवृका इव, सिंह गर्जना गर्दाखेरि सियालहरू जसरी भाग्छन् त्यसैगरी भगवानको नाममा सम्पूर्ण भूत प्रेत पिशाचहरू सबै भाग्छन्। त्यसकारण राधे राधे सबैजनाले एकादशीको व्रत बसेर यसरी भगवानको भजन कीर्तन हरेक कर्ममा, हरेक क्षेत्रमा, हरेक ठाउँमा जहाँ हजुर जानु भएको छ, तीर्थ पुग्नु भएको छ भने त्यो ठाउँमा पनि भगवानको भजन गर्नको लागि कहिले पनि छोड्नु हुँदैन भन्दै यो एकादशीको महात्म्य, यो ज्येष्ठ शुक्ल एकादशी जुन निर्जला एकादशी, यस कथाबाट म हजुरको सामुमा बिदा हुन्छु। श्री राधे। सबैको जय होस्, मंगल होस्, सुख शान्ति होस्, भगवानमा भक्ति प्रेम बढ्दै जाओस्। फेरि आगामी अन्य एकादशीको व्रतहरुमा फेरि भेटौँला भन्दै अहिलेलाई राधे राधे। राधा कृष्ण भगवानको जय, एकादशी महारानीज्यूको जय। जय जय श्री राधे श्याम।